हामीसँग 6 महिनाको समय छ। 6 महिनाको समय भनेको त्यतिकै जान्छ, तर हामी धेरै डिसिजनहरू फास्ट ट्र्याकमा, हामीलाई समय छैन। अब 24 घन्टामा तपाईँहरू 18 घन्टा खट्नुपर्छ। जीवनमा मैले 30 वर्ष काम गर्दाखेरि पनि मैले सधैँ यो फर्मुला, यो जुन राइट म्यान इन राइट प्लेस एन्ड राइट टाइम, मैले सधैँ भन्ने गरेको छु। र मेरो लागि काम महत्त्वपूर्ण हो, जनताको सेवा महत्त्वपूर्ण हो। कसैले, मेरो शत्रुले पनि, मलाई धेरै अप्ठ्यारो पार्ने व्यक्तिहरूले पनि, कर्मचारी साथीहरूले पनि डराउनु पर्दैन। राम्रो व्यक्तित्व, राम्रो काम गर्नेलाई राम्रो जिम्मेवारी दिइनेछ। मैले पहिला पनि गरेको हो। म कसैलाई पूर्वाग्रही राखेर काम गरिने छैन। र तपाईँहरूले ढुक्क भएर काम अगाडि बढाउनुहोस्। देशको अहिलेको अवस्थालाई हेरेर काम गरिदिनुहोस्।